कतिपय हाम्रो नेपाली प्यारेन्ट्सहरूलाई बुझाउनै नसकिने कुरा चाहिँ तपाईँको सन्तानले आफ्नो बेसिक कुरा आफै गर्दैमा, आफूले खाएको थाली आफै माझ्दैमा, आफ्नो लुगा आफै धुँदैमा गरिब हुँदैन के। मेरो सन्तानलाई त शिरदेखि पाउसम्म पुग्ने सबै हामीले गरिदिएको छौँ, उसले केही पनि गर्नु पर्दैन। मैले एकदम रोयल फ्यामिलीको जसरी हुर्काएको छु, एकदम स्ट्यान्डर्ड फ्यामिलीको जसरी हुर्काएको छौँ हामीले हाम्रो सन्तानलाई भनेर उहाँहरूलाई त्यसरी प्राउड फिल हुन्छ होइन। आफ्नो सन्तान आफूभन्दा ठुलो उहाँ कत्रो भइसकेको हुन्छ, उसको लुगा धोइदिएर बसिरहेको हुन्छन्, उसलाई खाना खुवाइदिएर बसिरहेको हुन्छन्। अब केही टाइम पछि तपाईँको बच्चा विदेश गयो भने त्यो तपाईँको हुर्काएको कारणले गर्दाखेरि उसको लाइफमा एकैचोटि यति ठुलो वज्रपात पर्छ क्या, त्यो बारेमा तपाईँले कहिले पनि सोच्नु हुँदैन। तपाईँको सन्तान विदेश आउन बित्तिकै उसलाई कलेजको टेन्सन हुन्छ, असाइनमेन्टको टेन्सन हुन्छ, कामको टेन्सन हुन्छ। काम त गर्नु पर्यो नि, यतिकै त कसैले पनि पैसा दिँदैन, विदेशमा बस्ने यतिकै गाह्रो छ। काममा तपाईँको सन्तानलाई तपाईँले माया गरेको जस्तो कसैले पनि गर्दैन, काम गर्नै पर्छ। विदेश आउन बित्तिकै तपाईँको छोरा तपाईँको छोरीले चाहिँ आफै लिज लिएर घर लिएर बस्न सक्दैनन् क्या, सेयरिङमा बस्नुपर्छ। अनि सेयरिङमा बसेको साथीभाइले तपाईँको छोरीलाई माया गर्ने होइन क्या, तपाईँको छोरालाई माया गर्ने होइन, तपाईँको सन्तानको कामलाई माया गर्ने हो। उसलाई खाना बनाउन आउँदैन, घर सफा गर्न आउँदैन, ग्रोसरी गर्न आउँदैन भनेपछि साथीभाइहरूको पनि टर्चर हुन्छ। उसलाई यति धेरै कुराहरू एकैचोटि पर्छ कि उसले त्यो कुराहरू ब्यालेन्स गर्नै सक्दैन क्या। मैले मेरो वरिपरि देखेको छु धेरै भाइ बहिनीहरूलाई, इभन मेरो एजमा दाइहरूलाई, उहाँहरूलाई राम्रोसँग खाना बनाउन पनि आउँदैन। जति बेला सिक्नुपर्ने टाइम थियो त्यो बेलामा बाबुआमाले सिकाउनु भएन होइन। मेरो बच्चा भनेर एकदम माया गर्नुभयो। आफ्नो बच्चाको माया लाग्छ, आफ्नो सन्तानको माया लाग्छ, गर्नुपर्छ। तर माया सँगसँगै उसलाई अलिकति केही कुराहरू सिकाउँदैमा केही बिग्रिँदैन है। त्यो अझ सुनमा सुगन्ध हुन्छ। तपाईँ यसै पनि धनी हुनुहुन्छ, तपाईँले सबै पुर्याउन सक्नुहुन्छ आफ्नो सन्तानलाई भने बेसिक कुरा उसलाई चाहिने एकदम मोस्ट निडेड कुराहरू सिकाउँदैमा तपाईँ एकदम गरिब हुने त्यस्तो खालको नसोच्नुहोस् है। त्यो भनेको झन् राम्रो कुरा हो। त्यही भएर बच्चैदेखि यस्तो मिस्टेक चाहिँ नगर्नुहोस्। चाहिने कुरा सिकाउँदैमा केही हुँदैन, झन् त्यो राम्रो कुरा हो। मेरो बच्चा मभन्दा ठुलो हुन्जेल पनि मैले उसलाई उसको सब हामीले गरिदिन्छौँ भनेर त्यसमा प्राउड फिल गर्ने होइन क्या। हामी यसै पनि धनी छौँ, त्यसमाथि मेरो बच्चाले सबै कुरा जानेको छ भनेर त्यसमा चाहिँ प्राउड फिल गर्नुपर्छ है।